नेपालको सन्दर्भमा विगत केही वर्षदेखि हृदयघात एकदम बढ्दो क्रममा छ। अहिले हामी 21औं शताब्दीमा आइसक्दा पनि जहाँ रोगको अध्ययन अनुसन्धान भएर नयाँ उपचार पद्धति आइसक्दा पनि हृदयघात किन यति बढ्दो क्रममा छ त? के यसको मतलब हृदयघात जुन हामी हार्ट एट्याक पनि भन्ने गर्छौँ यसबारे जानकारी जनमानसमा कमै भएर हो त? यदि त्यस्तो हो भने आउनुहोस् हामी सबैजना मिलेर नेपालका विभिन्न भूभागमा रहेका जनमानसमा चाहिँ हामीले हृदयघात भनेको के यसबारे जानकारी पुर्याउँ र सबैलाई सचेत गराउँ है त। अब जानौँ हृदयघात भनेको के हो त? हृदयघातलाई हामीले अङ्ग्रेजीमा माइक्रो इन्फार्क्सन अथवा हार्ट एट्याक पनि भन्ने गर्दछौँ। त्यो जान्नुभन्दा अगाडि तपाईँहरूले के जान्नु जरुरत छ भन्दा हाम्रो शरीरमा विभिन्न अङ्गहरू छन्, जसमध्ये मुटु पनि एउटा महत्त्वपूर्ण अङ्ग हो जसले रगत पम्प गरेर शरीरका विभिन्न भागहरूमा पुर्याउने गर्दछ र त्यो भागलाई जीवित राख्ने गर्दछ। तर मुटुलाई पनि त बाँच्नलाई, जीवित हुनलाई आफूलाई पनि त रगत चाहिन्छ नि त होइन? त्यसलाई सप्लाई गर्ने, त्यसलाई रगत दिने रक्त नलीहरू, रक्त धमनीहरू हुन्छन् जुन दाहिनेतिर एउटा हुन्छ र देब्रेतिर दुईवटा हुने गर्छ। यदि त्यो रक्त नली अथवा रक्त धमनीमा साँघुरोपन परेमा, कोलेस्ट्रोल जम्मा भएमा, अवरोध हुन पुगेमा मुटुको सर्टेन केही मांसपेशीहरूलाई रगत सञ्चालन कम हुन्छ, जसले गर्दा छाती दुख्ने गर्दछ। अनि यदि त्यो कोलेस्ट्रोल जुन जम्मा भएको छ रक्त नलीमा, त्यो कोलेस्ट्रोललाई उच्च रक्तचापले गर्दा हानि पुगेमा प्लेटलेट भन्ने एउटा रगतमा हुने गर्दछ, त्यो गएर जम्मा हुन्छ। त्यो जम्मा भएमा त्यो 100% ब्लक भइन्छ र त्यो अगाडिबाट ब्लड जान पाउँदैन त्यो मांसपेशीमा, र त्यो मांसपेशी मुटुको केही मासुहरू मर्ने गर्दछ, जसले गर्दा मुटुले आफूले पम्प गर्न सक्दैन। त्यो अवस्थामा मान्छेको ज्यान जाने खतरा हुन्छ र ज्यान पनि जाने गरेको देखेको पाइएको छ। यस्तो अवस्था सृजना हुनु, यस्तो अवस्था हुनुलाई नै हृदयघात भएको भन्ने गरिन्छ है। हृदयघात भनेको त तपाईँले बुझ्नुभयो। अब यसका जोखिमहरू के हुन्छ अथवा यो कस्तो मानिसमा चाहिँ देख्ने गर्दछ हृदयघात भन्ने चिज? बुदागत रूपमा भन्नुपर्दा चुरोट रक्सी बिडीको सेवन गर्ने मानिसहरूमा, दीर्घकालीन रोग जस्तै सुगर, प्रेसर, कोलेस्ट्रोलको बिरामीहरूमा, अस्वस्थ जीवनशैली, खानपिन र निष्क्रिय जीवनशैली अनि मोटोपनहरू भएको मानिसहरूमा, जो मानिसले अत्याधिक मानसिक तनाव लिइरहेको त्यस्तो मानिसमा, र पुरानो पहिल्यै हृदयघात भएको अवस्था पहिला पनि भएको र अहिले हुने सम्भावना झन् बढ्दो क्रममा हुन्छ। यो चाहिँ थियो के कस्ता मानिसहरूमा एकदम जोखिम हुने गर्दछ त हृदयघात हुनु। हृदयघात भनेको कुरा त तपाईँले बुझ्नुभयो, तर यसलाई चिन्न जरुरत छन्। यसका लक्षणहरू के हुन् त? यसका लक्षण भन्नुपर्दा छातीको बीच भाग दुख्ने, देब्रेतिर दाहिने दुवैतिर दुख्ने, हाततिर सर्ने, चिउँडोतिर, घाँटीतिर दुख्ने, अनि कहिलेकाहीँ ढाडतिर पनि दुख्ने, साथै चिरचिर पसिना आउने, चक्कर आएको जस्तो हुने, छातीको दुखाइ झन् बढ्दै जाने र केही कुराले ढुङ्गाले थिचेको जस्तो फिल हुने आफ्नो छातीमा, र आफूलाई लाग्ने कि ला म त मर्छु कि जस्तो लाग्ने, अथवा अब यो मेरो अन्तिम समय हो कि जस्तो फिल हुने। यो सबै लक्षणलाई संक्षिप्त रूपमा भन्नुपर्दा यो एउटा हृदयघातको लक्षण हुनसक्छ। अब तपाईँले जान्नुभयो हृदयघातका लक्षणहरू यो हुन् भनेर है त। तपाईँको अगाडि एकजना मान्छे छाती दुख्यो भनेर लड्यो, त्यो अवस्थामा के गर्नुहुन्छ? यस्तो लक्षणहरू सबै कुराहरू मिल्दोजुल्दो छ भने तुरुन्तै एम्बुलेन्सलाई फोन गर्नुहुन्छ र हस्पिटल पुऱ्याइदिनुहुन्छ होइन? तर त्यो मान्छेलाई छाती दुखेर ढल्यो, तर एकछिन हेर्दाखेरि त्यो मान्छे बोलचाल छैन, सास पनि फेरिरहेको छैन। अब यहाँको एउटा धड्कन हेर्ने गर्छौँ, 10 सेकेन्ड जति हेर्दाखेरि त्यो सास नै फेरिरहेन, मुटुको धड्कन पनि छैन। त्यो अवस्थामा के गर्ने भन्दाखेरि सिपिआर दिने र सिपिआर दिँदै गर्दाखेरि, सिपिआर भन्ने पनि एउटा महत्त्वपूर्ण उपयोगी चिज हो, यो कुरा पनि तपाईँहरूले सिक्नु जरुरत छ। सिपिआर दिएर चाहिँ हामीले तुरुन्तै एम्बुलेन्सलाई फोन गरेर हस्पिटल पुर्याउनु पर्ने हुन्छ। र हस्पिटलमा लिएर गइसकेपछि चाहिँ यस्तो बिरामीलाई चाहिँ सहजै बनाउन र रगत पातलो बनाउने औषधि एस्पिरिन, क्लोपिडोग्रेल, एटोरबाइस्टाटिन भन्ने यी औषधिहरू दिने गर्दछ। र यसको चाहिँ उपचार साँच्चै के भन्नुपर्दा चाहिँ कोरोनरी एन्जियोप्लास्टी हो। अब यसमा चाहिँ के गरिन्छ, पिसिआई पनि भन्ने गरिन्छ। यसमा चाहिँ के गरिन्छ भन्दाखेरि एउटा हामीले यहाँबाट रक्तनलीबाट त्यो जहाँनिर ब्लक भएको त्यहाँ एउटा यन्त्र पठाइन्छ, जसले गर्दा त्यो ब्लक भएकोलाई थिचेर खुलाएर त्यहाँ चाहिँ एउटा स्टेन्ट भन्ने चाहिँ राखिन्छ, जसले गर्दा चाहिँ छाती दुख्न नि कम हुन्छ र हृदयघात हुनबाट आउने दिनहरू पनि बचाउँछ र मांसपेशीहरूलाई पूर्ण रूपमा मर्न पनि दिँदैन र मान्छेलाई सहज बनाउँछ। यो चाहिँ अल्टिमेटली मेन ट्रिटमेन्ट भनेको चाहिँ पिसिआई हुने गर्दछ। तैपनि यो सिम्टम प्रेजेन्ट गरेको 12 घण्टाभित्रमा आएको छ भने चाहिँ पिसिआई गर्न चाहिँ एकदम सहजै हुन्छ र मान्छेलाई चाहिँ आउटकम पनि एकदम राम्रो भएको देखिन्छ। तर त्यस्तो मान्छेलाई चाहिँ हामीले सक्दो 12 घण्टाभित्रमा हस्पिटल पुर्याइसक्नुपर्छ र पहिलो 3 घण्टाभित्रमा ल्याए झनै राम्रो। अब यसबाट बच्न सक्ने उपायहरू के छन् त भन्दाखेरि अघि मैले भनेका कुराहरू थिए जोखिमपूर्ण मानिसहरूको के कस्ता छन्, अब त्यस्तो जोखिमहरू चाहिँ कम गर्ने, जस्तै बुदागत रूपमा भन्नुपर्दा धुम्रपान, सुर्तीजन्य पदार्थ साथै रक्सीको सेवन पूर्ण रूपमा बन्द गर्ने,
यदि तपाईँलाई दीर्घकालीन रोगहरू छन् जस्तै सुगर, प्रेसर, कोलेस्ट्रोल इत्यादि छन् भने नियमित रूपमा चिकित्सकको परामर्शमा औषधिहरू सेवन गर्ने र त्यसलाई फेरबदल गर्नु परेमा फलोअप गरेर औषधिहरू कन्टिन्यू रूपमा खाइराख्ने। अर्को भनेको चाहिँ मोटोपनले गर्दा पनि यो जोखिम हुन्छ। मोटोपनलाई कम गर्नलाई तौल घटाउने, नियमित व्यायाम गर्ने, स्वस्थ जीवनशैलीहरू अपनाउने, स्वस्थ खानेकुराहरू खाने, सागसब्जी फलफुलहरू खाने, निष्क्रिय जीवनशैलीबाट टाढा रहने, नियमित 30-45 मिनट जस्तो वाक गर्ने, योगा मेडिटेसनहरू गर्ने, मानसिक तनावहरू दूर गर्नको लागि चाहिँ योगा मेडिटेसनहरू गर्ने। अनि साथै यदि तपाईँलाई पहिले हृदयघात भइसकेको छ भने डक्टरको परामर्शमा दिएको औषधि जस्तै एस्प्रिनहरू यस्ता औषधिहरू आफैले चाहिँ छोड्ने काम नगर्ने। डक्टरको फलोअपमा चाहिँ त्यसलाई थपघट गर्ने कुराहरू त आफ्नो ठाउँमा छँदैछ। साथै यदि तपाईँलाई पहिले हृदयघात भएको छ भने पछिल्लो समयमा हृदयघात हुने चान्सेस बढी हुन्छ। त्यही भएर आफ्नो फलोअप चाहिँ छुटाउनु भएन, औषधि र फलोअप है। यो भिडियोको अन्तिमसम्म आइपुग्दा पक्कै पनि तपाईँले यो हार्ट एट्याकको बारेमा अथवा यो हृदयघातको बारेमा केही न केही त जानकारी अवश्य पाउनुभयो होला। आशा छ यो कुराहरू तपाईँले आफ्नो छरछिमेक, साथीभाइ, इष्टमित्रहरूलाई पनि सेयर गर्नुहुन्छ पक्कै पनि। हजुरलाई यो भिडियो कस्तो लाग्यो यदि मन परेमा साथीभाइहरूमा सेयर गर्न सक्नुहुन्छ र यदि नयाँ जोडिनु भएको छ च्यानलमा भने सब्सक्राइब गरेर साथ दिनुहोला। आउने दिनहरूमा नयाँ भिडियो आउने बाचा गर्दै अहिले हामी बिदा माग्न चाहन्छौँ। हजुरहरूको दिन शुभ रहोस्।